हेलो गाइस, वेलकम टु माई ब्लग। अब के गर्ने? आज चाहिँ हामी करेन्ट चाउचाउ च्यालेन्ज गर्दैछौँ। अब करेन्ट चाउचाउमा 4वटा करेन्ट हो हामीले, अनि 4वटै सुप हाले हम, अनि जसले पानी खान्छ त्यो च्यालेन्जबाट आउट हुन्छ। लेट्स स्टार्ट गाइज। हामी चाहिँ अहिले गुल्मीमा छौँ है, तमगास। ल लेट्स स्टार्ट। हातले छेक्यो। ठाउँ चाहिँ अलि सानो भएछ हामीलाई। गाइज म चाहिँ हातले यसरी टिकेर खान्छु। पिरो रहेछ। अन्डा नि छ है गाइज हामीसँग चाहिँ। चिसो चिसो हावासँग करेन्ट चाउचाउको मजै छुट्टै हो। मलाई लाग्छ कि यिनीहरूले जित्छन् होला। के बोलाउँ न, मलाई लाग्छ कि दिदीले जित्नुहुन्छ होला। मलाई पिरो भइसक्यो। मलाई चाहिँ फर्स्टमै पिरो भइसक्यो। सुरुमा पानी खान पर्ने रहेछ गाइज, बिर्सेछु। ओके, पानी खाएर खाऊ त्यो पानी। पानी खाएर आउट। ओइ तिमीले भाइ क्या? अस्मिताले भ्याउँदैन क्या? के बोलाऊँ न? देब्रे हातले खाएको आउने होला। उल्टा हुन्छ। बनाऊँलाई सिधा है। जो विनर भयो त्यसलाई केही प्राइज हुनुपर्छ है। सुन्न ए दिदीले त खाएर सिधै सक्नुहुन्छ। सिधा होइन अलि ल देखामा। विनरलाई प्राइज के हो? नथिङ। ओए फेयो न भेयो कि ल। आई एम द विनर। अब त पानी खान पाइन्छ नि। भेयो I'm runner up guys. हाँ Runner up. गाइज हाम्रो चाहिँ सक्यो। अबहरूले भ्यू हेर्नुहुन्छ भने देखाइदिन्छौँ हामी कस्तो देख्यौँ। दोनों खाना पानी। यो गर
खान्छु न किधर से Done. बोलता है We are done. अब यो चुस्न पर्छ फेरि यतिबाट खाऊ. We are done. अब चाहिँ केही कुरा गर्न गाइस पिरो भयो. चिसो चिसो हावा लागिरह यहाँ त एकदम. Hope you like this video And subscribe to our channel. Bye bye.